हेलो साथीहरू नमस्ते। म वीरबहादुर बस्नेत। एउटा नयाँ एउटा नियम आएछ, न्युजहरूमा सुन्दैछु। ड्राइभरहरूलाई 5,000, 10,000, 15,000, 20,000, 25, 40, 50,000सम्मको जरिवाना। त्यो जरिवाना ड्राइभरहरूमाथि लागू हुने जरिवाना हो रे। म के भन्न चाहन्छु भने नेपाल सरकारलाई 30 वर्ष, 35 वर्ष, 40 वर्ष जति वर्ष लगाएर भएन अहिलेसम्मका जो नेपाल सरकार चलाउनेहरूले बनाएको भनेको एउटै गाउँमा बस्तीमा पहाडका कुना कन्द्रासम्म पुगेको भनेको एउटा कच्ची बाटाहरू पुगेका छन्। तिनी कच्ची बाटाहरू मात्रै हो अहिलेसम्मको हाम्रो यातायात सेक्टरमा विकास भएको भनेको। त्यहाँसम्म तपाईँको बाटाघाटा पुराना हिलाम्य बाटाघाटाहरू, हिलाम्य तपाईँको यत्र खाल्डा यत्र भङ परेका बाटाहरू, जहाँ तपाईँको हामीलाई 5 घन्टा लाग्ने ठाउँमा 10 घन्टा लगाएर हाम्रो गन्तव्य यात्रा हाम्रो त्यहाँसम्म हुन्छ, त्यहाँसम्म गाडी पुऱ्याइन्छ र त्यहाँसम्म अहिलेसम्म भएको भनेको त्यही हो। तपाईँको तिनी नियम कानुनहरू लागू गर्नुभन्दा पहिला नेपालमा ड्राइभरी पेसा गर्ने भनेको एउटा गरिबको छोराले हो, एउटा दुखीको छोराले, एउटा सर्वहाराको छोराले हो। एउटा घरमा हिजो पढाउन लेखाउन नसकेर केही उपाय नलगेर लास्टमा अँगाल्ने भनेको गाडीमा खलासी गरेर पछि 2, 3, 4 वर्ष 5 वर्ष खलासी गरेर बल्ल ड्राइभर हुने भनेको एउटा गरिबको दुखीको छोरा हो। र त्यो नियम कानुन लगाउनु भन्दा पहिला तपाईँको त्यो तपाईँको ड्राइभरले भोलि पैसा तिर्ने पछाडिको क्षमता छ कि छैन, र त्यो तपाईँको पैसा तिर्ने औकात त्यो ड्राइभरसँग छ कि छैन। त्यो ड्राइभरले भोलि त्यो पैसा तिर्न बित्तिकै भोलि त्यसले गाडी चलाउने वातावरण रहन्छ कि रहँदैन। त्यसले आखिर त्यो ड्राइभिङबाट त्यो के अरे त्यो पेसा अँगालेर त्यसले त्यति पैसा कमाएको छ कि छैन। त्यसो घर जनेर कसरी पाल्छ भन्ने कुरो यसको तपाईँको ब्याकग्राउन्डमा बुझेर यसको तपाईँको आखिर कस्ता खालका नेपालको ड्राइभर छन् त भोलि तिनी ड्राइभरहरूले त्यो पेसा गरेर त्यो चिज तिर्ने क्षमता छ कि छैन, त्यो कुरालाई बुझेर मात्रै नेपाल सरकारले यसलाई एक्सन लिनुपर्छ। किन भन्दा नेपालमा तपाईँको अधिकांश तपाईँको गरिबका दुखीका छोराहरूले मात्रै चलाउनु भनेको गाडी हो, तर सबैलाई चाहिने भनेको ड्राइभर पेसा हो। तर सबैको अवहेलना, सबैको नजरमा नराम्रो, सबैको नजरमा एकदम सबभन्दा बेकार पेसा भनेको ड्राइभर पेसा हो। तर किन भन्दा आखिर सबलाई तपाईँको हकदादेखि मुद्दासम्म, तपाईँको सुद्धादेखि तपाईँको उर्दासम्म चाहिने भनेको पेसा भनेको फेरि ड्राइभर पेसा नै। तपाईँको लास्टमा किन बाटो खोल्दा ड्राइभरै चाहियो, अनि तपाईँको कसैले जानु परेको ड्राइभरै चाहियो, कसैको छोरी सुत्केरीबाट ड्राइभरै चाहिन्छ, कसैको तपाईँको कोही बिमारी भयो ड्राइभरै चाहिन्छ। तपाईँको कुनै तपाईँको ड्राइभर एउटा तपाईँको नभएसम्म तपाईँको ड्राइभर अस्तित्व छैन। तर चाहिने त ड्राइभरै हो। तर 3 ड्राइभरहरूलाई किन भन्दाखेरि पहिला हामीलाई त्यो